Check this out. Okay. I look good. Okay. On the street and I got my swag on. Okay. फोड़ दे के ना फोड़ दे मैं फोड़ दे कस्तो लागिरहेछ अङ्कल कस्तो लागिरहेछ दामी बुटहरूलाई भगाउनु पर्छ तपाईँ हामी लागेर ए जे भनेर माथि उठेन यो सबै फोड्नु पर्छ फेरि एकछिन गरेको छ ओ खानेलाई भगाउनु पर्छ हो तर गाई चाहिँ होइन सास फेर्ने चाहिँ ठाउँ छैन धुवाले गर्दा सबै त्यो भएको छ धुवाले गर्दा सास फेर्न अलिक गाह्रो भएको छ अनि त्यही माथि झन् आँखा पनि पुरै रातो भइरहेको के झन् धुवाले गर्दा होइन गाई खाना सकपमा चिक्ने त्यहाँ चाहिँ गाइजबाट कि गाइज Oh my god! देख्न सक्नुहुन्छ गाइज नेपालगञ्जको माहौल गाडी चलिरहेको छ होइन यहाँ त वाल गाडी चलिरहेको छ केपी ओलीको बाउ मुर्दाबाद Rest in peace, motherfuckers! ओए यो भाइलाई हेर त आम्मा यो भाइले सबैजनाले मेरो साथी मेरो बाजेलाई सबैले हार्दै सबैले भनिदिनुहोस् हेर्नु मेरो बाजे मरेको जुलुस गइरहेको र फोटो भइरहेको छ मेरो 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 प्यारो बाजेलाई हार्दिक श्रद्धाञ्जली भनिदिनु होला रेस्ट इन पिस केबी शर्मा मदरफकर बिच भनिदिनु होला सबैले है मेरो बाजे बित्नुभएको छ यहाँ केबी ओलीज्यू थ्याङ्क यू सो मच गाइज है ल केटा तोडफोड चाहिँ खतरा गऱ्यो होइन भित्र गएर अब त्यस्तो बाँकी त्यस्तो केही छैन माछालाई भित्र धुवा चाहिँ बहुत छ है अनि भित्र धुवा चाहिँ लास्टै छ कि भित्र जानु सकिन्न अनि त्यहीमा झन् आँखाहरू पनि पुरै रातो भएको कि धुवाले गर्दा सास फेर्नु पनि गाह्रो छ कि अहिले होइन अब नेपालगञ्जमा चाहिँ यस्तो छ होइन मुला यस्तो होइन अब त्यही हो केटा कति वर्षमा यो आन्दोलन हुन्छ होइन हामी हिँड्नुपर्छ अन्त हामी ल गाइज अनि लौडा लसुन बहुत धेरै भएको छ त्यो भएर गाइज जेसुकै भयो भने हामी अगाडि बढ्नुपर्छ केटा युवा क्लब अगाडि बढ्नुपर्छ है र त्यसै गरी हामी चाहिँ यहाँबाट एन्ड हुन्छौँ केटा अब एकैचोटि साँच्चै मेरो चार्ज पनि छैन फोनमा केटा होइन ल गाइज बाई